नमस्ते फेबुलो अनि जोडले सबैमा आशा गर्दछु मेरो सम्पूर्ण भ्युअर्सहरू, मेरो साथीभाइ, मेरो ठुलो बडाहरू सबैजना सन्चै सुविस्ता हुनुहुन्छ होला। अनि म भगवान्सँग यही प्रार्थना राख्दछु कि मेरो सम्पूर्ण मित्रहरू, भ्युअर्सहरूमा भगवानको कृपा, भगवानको आशिष सधैँ बर्सिरहन्। र तपाईँको सामु म सानो भिडियो लिएर आएकी छु। आशा गर्दछु तपाईँलाई यो अवश्य नै मन पर्नेछ। मेरो पछाडि तपाईँहरूले फुल फुलिरहेको देख्नुभएको छ। तपाईँहरूले जान्नुहुँदैछ यो कुन चाहिँ फुल हो भनेर। यो गुराँसको फुल फुलिरहेको छ। यो अहिले गुराँसको फुल फुल्ने समय हो। र यो गुराँसको फुल रातो, सेतो पनि हुन्छ अनि पिङ्क कलरको पनि, हल्का पिङ्क कलरको पनि मैले देखेको छु। अनि यो गुराँसको फुल चाहिँ तपाईँको फेब्रुअरी अनि मार्चको बिचमा चाहिँ फुल्ने गरिन्छ र फुल्दा अति सुन्दर, अति रमणीय देखिन्छ। यो चाहिँ आफ्नो समयमा टक्कै टाइममा फुल्छ। न उसलाई मल चाहिन्छ न केही चाहिन्छ। यो चाहिँ हाम्रो प्रकृतिले दिएको यो हामीलाई गिफ्ट हो। यो चाहिँ आफ्नो समयमा टक्कै फुल्छ अनि जब समय हुन्छ यसको फुलको खालि पातहरू मात्रै रहन्छ। र म के भन्छु भने आजभोलि हामी सुन्छौँ, हामी पनि भन्छौँ के समय बिग्रेको, के समय आयो, यस्तो समय बिग्रियो, समय ठिक छैन भन्छ। समय त्यो मूल्यवान र बलवान चिज हो जसलाई हामी किनेर पनि किन्न सक्दैनौँ। जति नै तिमी अरबपति हो, जति नै तपाईँ खरबपति हुनुहोस्, तर पनि हामी के गर्न सक्दैनौँ, समय भने कहिले किन्न सक्दैनौँ। समय आफ्नो गतिमा निरन्तर चलिरहेको छ। उहाँलाई कसैलाई पर्खिनु छैन, उहाँ कसैको एट्याचमेन्टमा आएर केही गर्ने भन्ने छैन उहाँलाई। समय आफ्नो गतिमा ठिक भएर चलिरहेको छ। तर हामीले चाहिँ जान्नुपर्ने र बुझ्नुपर्ने कुरा चाहिँ के रहेछ भन्दाखेरि समयमा चाहिँ हामीले टाइम म्यानेजमेन्टले काम गर्नु पर्यो। टाइम म्यानेजमेन्ट राखेर र समयलाई दोष लाउनु भएन। र हामीले चाहिँ हाम्रो सोच, विचार अनि कर्मलाई चाहिँ ठिक बनाउनु पर्छ, समयलाई दोष लाउनुभन्दा अगाडि। तपाईँलाई म यो भिडियो मार्फत यही भन्न चाहन्छु, समयलाई हामीले कहिले पनि दोष लाउनु हुँदैन। समय त आफ्नो गतिमा, आफ्नो हिसाबले चलिरहेको छ। सबैलाई 24 घन्टै भगवानले दिनुभएको छ। त्यो 24 घन्टालाई हामीले कसरी युटिलाइज गर्ने, त्यो त अब आफूमा, हामी एकजना मान्छे, हामी प्रत्येक सिङ्गो एउटा मान्छेको क्रियाकलापमा चाहिँ समयलाई कसरी चाहिँ युज गर्ने त्यो चाहिँ हाम्रो हातमा छ। र हामीले समयलाई कहिले दोष लाउनु हुँदैन भनेर म यो सानो भिडियो मार्फत चाहिँ तपाईँलाई भन्न चाहन्छु। धन्यवाद।